Hello भन्थ्यौ आगाज ल्याप्टाउन जाँदै हुनुहुन्छ सुक्यो राप्ले फको चक्काप्ले जानु कि नजानु हेलो भनेको बिएनसी हस्पिटल दुर्गा परसाईको हस्पिटलमा छु मैले हामी दिदीहरुसँग चाहिँ भेट भयो यहाँ पनि लिबन गाइस ढिङ्कुली कति मिठो हुन्छ त्यसको त कति पैसा झगडा सुरु हुँदैछ नानीलाई उता ठोकिन्छ उता टाउको देऊ अहिले किनिदिन्छु म अहिले किनिदिन्छु हेलो वेलकम ब्याक टु बिमो ब्लग हजुरलाई स्वागत छ बिमो ब्लगमा अनि हामी चाहिँ जाँदैछौँ आज कहाँ जाँदैछौँ जाने पिटिएम बिर्तामोट दिदीको छोरीको एक्सिडेन्ट भएको थियो अस्ति अनि हस्पिटलमा हेर्दै अनि भेट्दै अनि दिदीको घरसम्म जान्छौँ कसरी हावा चलिरहेको छ सानी त हेलो भन्थ्यौ हेलो गाइस सरी त्यसरी पनि पछि ब्लगर मान्छे होला होइन मम्मी पछाडि मम्मी हामीलाई पर रोडसम्म पुऱ्याउँछ हजुर झोला यहाँ तल छ भुइँमा हुनुहुन्छ मेरो मम्मी चाहिँ हामीलाई पुऱ्याउन जाँदै हुनुहुन्छ हेर न झोला बोक्नु भएको बिजोक छ यता रोडबाट जान अल्छी लाग्यो अनि बारी जाँदैछौँ क्या यस्तो हावा चलिरहेछ हावाले उडाउला जस्तो हुँदैछ सुक्यो राप्ले फको चक्काप्ले जानु कि नजानु हामी बाँच्ने हामी त्यसै साथीहरू हाम्रो धानबारीको बाटो यस्तो छ अनि कट छोरी कस्तो राम्रो हरियाली छ क्या है यतातिर रमाइलो ठाउँ छ होइन हजुर सुक्यो राप्ले फको चक्काप्ले भन्नु न त्यो त हुँदैन सानो छोरी चाहिँ एक्लै बस्ने मारे भन्दैछु होइन भाइ कति हुँदैन कस्तो हावा आएको जाने अरे क्या सानै आमालाई आऊ भन्दैछु नानी मम्मी चाहिँ जानुहुन्न नि त जानु भएन नि त भएर मम्मी जानु भएर मम्मी छोरी मात्रै जाँदैछु होइन ल्याउनु हामी ब्युटी भएर हामी क्युटी भएर केटो हेरेको हेरे भन्दै न भन त कस्तरी हावा चलेको हामी ब्युटी भएर हामी क्युटी भएर ले पापा किनी माग्दैछ एउटा चिजबल खाइसक्यो अनि अझै पनि पापा अरे हजुर अझै त हुँदैन अब कुन भन त कुन उता नजाऊ न गाडी आउँछ गाडी आउँछ क्या हेलो साथीहरू हामी चाहिँ अहिले दोमुखाको पुलमा छौँ झोलुङ्गे पुलमा अब हिँड्नै सक्दैछु हलिएर फुल होइन
अब कसरी चलिरहेछ अनि जल्दी लड्यो म पानी पहाडको फेदमा छ देख्न सक्नुहुन्छ यहाँ चाहिँ झोलुङ्गे फुल हो चाहिँ एकदमै रमाइलो छ होइन मेरो छोरी यहाँ भर्खर निन्द्राबाट उठ्यो कि आमामा लागि सानी हेलो भनिदेऊ हेलो सन्चै हुनुहुन्छ सबैजना भन्नु त म घुम्न आएको छु भन्दा म घुम्न आएको छु म हिँडिरहेको छु मामाले मलाई सुनाउनु भएको छ हजुर पा हो कस्तो मजाले झरिरहेछ पानी होइन यहाँ चाहिँ अर्को पनि पानी है यो पनि पानी मेरो छोरीले देखाउँदैछ पानी अर्को पनि नि त्यो पनि पा होइन सानो यहाँ चाहिँ एकदम दैलो ठाउँ छ होइन पुरा हावा पनि सिरिरिरी आउँदो रहेछ गर्मी महिनामा घुम्न एकदमै मिल्ने खालको ठाउँ हाम्रो झापाको दोमुखा होइन अनि सबैजना साथीहरू हजुर पानी घुम्न आउनु होला दोमुखामा इन्जोय गर्नु होला घुम्नु होला होइन सानी हजुर पानी मान्छेले पा 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 गरिरहेको छ नि अरू बेला कति अहिले मान्छे आउँदैन मान्छे सिजन हरायो त्यति बेला घुम्न आउँदैन किनकि बेला सकिहाल्यो अब फेरि मङ्सिर कहिले आउँछ अब हुन्छ कहाँ हो तपाईँको घर सिलगढी बुढी घर मेरो घर त चक्र भएको इटाली अङ्कलले हेरेको कतिखेर आउँछ भनेर के बसिरहेलाई कहाँ जानुभयो अब आउँछ बुढाबुढी मिलेर चटपटी के भन्छ आइसक्रिममा आउँछ त अलि राम्रै लाग्छ फेरि छैन भने त आइपुगेर यहाँ दिदीहरूसँग चाहिँ भेट भयो नानी चाहिँ माथि नै छ अब धेरै माथि तल चढ्नु पर्ने गाह्रो छ हामीलाई अनि बिचारे दाइ नि यो दाइसँग अनि पहिला हामी पनि एकचोटि गएको थियौँ माथि अटोमै निस्केको थियौँ त नि कहिले हौ बिएनसी हो यो चाहिँ बिएनसी हस्पिटल दुर्गा परसाईको हस्पिटलमा छु मैले हामी म त हिँडेको थिएँ हौ तपाईँको अटोमा पहिलाबाट
झारो एउटा मकैको दाना खसेको थियो झरेको सुनको डल्लो खसेको यसले त झन् के छु जोडिदिनु थियो होला बिचरा भूमिका दिदी मकै खाइसक्यो नि तपाईँलाई हामी सम्झिँदै खाँदैछौँ मकै मोबाइल यसरी खडाएपछि हेलो गाइज हो यहाँ भन त लु हेलो गाइज भन अरे हेलो गाइज भन त लु अङ्गुर खाएला भन त के गर्नु र यो धुनु पर्थ्यो बेन्चीमा बसेर अङ्गुर खाएला तपाईँहरू पनि होला खाएल भन्नेलाई संसार घुमाएर कति राम्री बनाएर नि मोबाइल किनिदिएर ढिङ्कुली खाएल गाइस ढिङ्कुली कति मिठो हुन्छ त्यसको त कति पैसा पाउँछ अरे बा बिन्ता मगर दिदीको यहाँ आएर पनि लिपन 100 रुपियाँ गरेर कस्मेटिक लगेको एउटा कार्टुन भएको चाहिँ हस्पिटलमा हिँडिरहेको छु झगडा सुरु हुँदैछ नानीलाई उता ठोकिन्छ उता टाउको देऊ अहिले किनिदिन्छु म अहिले किनिदिन्छु देऊ अहिले म किनिदिन्छु तिमीलाई यो तिमीलाई यो दुर्गा पूजाको हस्पिटलमा झगडा हुँदैछ देऊ न बहिनीलाई पुत्रा उत्रै नानी के बुझ्नु नानी कि नानी छैन सक्यो त्यो मसला मलेको छ कोसँग साथीहरू दिएको कि म जे गर्छु नेपालमै गर्छु दुर्गा प्रसादले जे गर्नुभएको छ नेपालमै गर्नुभएको छ हेर्नुहोस् होइन साथीहरू देख्न सक्नुहुन्छ तपाईहरूले यता क्यान्सर हस्पिटल पनि यही छ है आज डिस्चार्ज दिन्छ भन्नुभएको छ अब पेपरहरू सबै रिपोर्टहरू आइसकेको छैन अरे अब रिपोर्ट आइसकेपछि त्यसको कन्डिसन कस्तो छ होइन त्यो हेरेर सबै थोक नर्मल छ राम्रो छ भने आज डिस्चार्ज दिनुहुन्छ अरे अब बेलुकासम्ममा डिस्चार्ज हुन्छ होला रात परिसक्यो रुङ्दा डिस्चार्ज भएर हजुर कहाँ बस्नु यहाँ बस्नु मिल्दैन सानै गार्डनमा बस्दा मेरो छोरीले खेल्नु भनेर त आएको हजुर कहाँ बस्नु त्यहाँ बस्नु मिल्दैन कहाँ बस्नु त बसौँ भन्दैछ फुल टिप्नलाई यहाँ बस्नु मिल्दैन त सानी केटी हजुर मिल्दैन नि त बस्नु मिल्दैन नि त बस्नु मिल्दैन हौ त्यहाँ बस्नु मिल्दैन गलियो अब तिमीलाई बुद्धहरूको गान देखाउँछु हेर न माथि हेर त देख्यौ देख्यौ वही हेरेर होइन है दुर्गा प्रसादले यस्तो अशक्तहरूलाई पनि सेक्युरिटी गार्ड दिनुभएको छ यहाँ चाहिँ यो चाहिँ बिएनसी हस्पिटल हो
हामी हस्पिटलबाट डिस्चार्ज भएर घर हिँड्दैछौँ। अरे कस्तो भएको छ हाँस्दै थियो हाम्रो यारै फिट एन्ड फाइन भइसक्यो। यता दिदी डाले हजुर बोतल यहाँ झरिरहेको दिदी